कुरा भन्न मन लाग्थ्यो हजुरको कान्छो छोरो छ नि त्यसको मलाई लास्टै पिर लागेको छ पिर गरे तँलाई के को पिर त के त्यहीको बाउ हेरे तँलाई पिर लाग्नुलाई त्यस्तो होइन के दाइ तपाईँको बुढीले आफ्नो छोरालाई कान्छो छोरालाई भुइँमा सुताउँछिन् ओछ्यान पनि लगाउँदिनन् कहिले काहीँ त आफूसँग पनि सुताउँदिन् भुइँमा सुताएको सुतै गर्थिन् अलिक केयर गरिदिनु के त तपाईँको बुढीले त्यही भएर मलाई पिर लागेको घर हेर्ने त छ त खेमे म विदेश नजानु भन्दा अगाडि त्यसलाई सम्झाएर आउँछु चिन्ता नगर त्यस्तो होइन के दाइ शुभ साइडमा हिँडेको मान्छे अलिकति घर गएपछि अशुभ हुन्छ बरु तपाईँ यहाँबाट हेरिराख्नुहोस् म गएर सम्झाउँछु बाबुजूलाई राम्रोसँग हेरिराख्नुहोस् जा भाउजू ए भाउजू छिटो आउन भनेको के भो किन कराएको दाइले भन्नुभएको दाइ विदेश रहन्जेल म हजुरसँग सुन्ने अरे होइन बाबु के नचाहिने कुरा गर्छौ तिमीले यस्ता पनि नचाहिने कुरा कसैको बुढाले सिकाउँछन् र अरे भाउजू तपाईँलाई विश्वास लाग्दैन भने दाइ चाहिँ निरहुनुहुन्छ एकचोटि सोध्नु न फेरि सोध्नु त ए बुढा उसलाई मैसँग सुताउने हो र अनि सुताउनु परेन त्यस्तो चिसो छ तल सुताएर हुन्छ आफूसँग सुताउ नाइ के बुढा म बरु खाटमा सुत्छु उसलाई चाहिँ भुइँमा सुताउँछु कहाँ भुइँमा सुताउने कुरा गरेको आफूसँग काखमा च्यापेर सुताउने हो आफ्नो चिज होइन त्यो माया लाग्दैन ल ल तपाईँले भनेको जस्तै गर्छु